नमस्कार है सम्पूर्ण साथीहरूलाई फेरि पनि मेरो नयाँ भ्लगमा तपाईँलाई स्वागत गर्न चाहन्छु। आज चाहिँ हामी हाम्रो चेन्जोङ दाजुभाइहरूको समाधि स्थलको ल यहाँ माथिसम्म पर्दो रहेछ साथीहरू। यो माथि बासङ यो डिलदेखि तल हाम्रो चाहिँ यहाँ जग्गा पर्दो रहेछ। आज दाजुसँग चाहिँ हामी यहाँ हाम्रो जग्गा कहाँसम्म पर्छ हाम्रो लगभग झन्डै 10 रोपनी जति पर्दो रहेछ। यो रोडदेखि पछाडि यो रोड सिरेको साथीहरू होइन, नभए चाहिँ तपाईँको यो रोड सबै हाम्रो डाँडा। अनि यो बासज्याङ चाहिँ पर कतासम्म पर्छ दाजु? यो डाँडा आयो त्यहाँदेखि यसो चाहिँ कसरी व्यवस्थापन गर्दै जाने भन्ने कुराहरू व्यापक छलफल भइरहेको नि रहेछ। अब यसलाई चाहिँ हामीले एउटा नमुना पार्क बनाउने भन्ने। यो माथि बासज्याङ देख्न सक्नुहुन्छ। त्यहाँदेखि यता त्यो डिल तल रहेछ होइन, ठ्याक्कै त्यो डिल त्यो डिलदेखि ठ्याक्कै तल सट्टै हाम्रो पर्दो रहेछ। त्यहाँदेखि पल्लो थुम्की पर्छ पर्दैन पल्लो बास? ल साथीहरू देख्न सक्नुहुन्छ। ल देख्नुभयो, जग्गा चाहिँ निकै रहेछ है। ल हाम्रो ल साथीहरू नमुना यहाँ पार्क बनाऊ भन्ने हो। मिलेर हामी सबै लागि पर्नुपर्छ। यसको लागि हामी एकजुट हौँ होइन, श्रमदान अभियान चलाउँ। सम्पूर्ण साथीहरूलाई यही अनुरोध गर्न चाहन्छु म। अब प्रत्येक हाम्रो वंशालीको चाहिँ प्रत्येक महिनाको दोस्रो हप्ताको शनिबार राखिएको छ भने अब अरू बेला चाहिँ अब प्रत्येक शनिबार समय निकालेर चाहिँ आउनु होला, यहाँ जुट्नु होला भन्न चाहन्छु होइन। महाअभियानमा तपाईँहरू लागि पर्नुपर्छ है। भिडियो यहाँ अन्त्य गर्न चाहन्छु। हस्, ल बाई।